कस्तो यार कता कता के भनेको थियो यार यहाँ अर्जेन्टिनाको कठोर फ्यान भएर जित्छ भनेर भनेको थियो यार यहाँ को आउने हो के गर्ने हो यसरी बुझ्दै हुन्छ कोही नआए पनि हुन्छ यार यसरी कोही त आएको छैन नि आएको छैन नि यार कठोर भएर भनिहाल्यो यहाँ आइहाल्यो भने पनि बुझ्दै हुन्छ अर्जेन्टिनाले हारेको हो आएको पनि होइन फाइनल पनि सकिसक्यो स्पेनले जितिसक्यो यसले त मसँग बेट लगाएको थियो ढोका पनि लगाएको छ छैन क्या हो ए गुइठे गुइठे रोनाल्डोको बान मेक्सी लाउने चमेलीको पोइ बाहिर निक्ली चमेलीको पोइ मेक्सी लाउने बाहिर निक्ली भनेको ढोका खोल को आयो कोही नआइ चिल्लोको आएछ त फेरि हिजो के भनेको थिइस् तैँले ह हिजो तैँले र मैले स्पेन र अर्जेन्टिनाको बेट लगाएको बिर्सिस् किन ढोका खोल्दैन ए चमेलीको पोइ बाहिर निक्ली भनेको हामीले त अति नै गरौँ त भन्नु भएन त भने ढोका खोलिदिनु गर्नु त के हो साले तेरीमा रोनाल्डोको बान तँलाई घरभित्र लुकेर बस्नुपर्छ हिजो के भनेको थिइस् सम्झी एकचोटि के भनेको थिएँ मैले आइज डन ल खसी है त ल भोलि फाइनल हेरेपछि भेटौँ है त फेरि नाइ भन्न पाइँदैन है फेरि तैँले चाहिँ नाइ भन्नु पाउँदैन डन होइन त ए भाइ त्यस्तो त्यस्तो कुराहरू त खसी जितेको बाजीको भनेको तैँले ए त्यस्तो त मैले कतिलाई कति के भनेको थिएँ त के भनेको थिएँ भनेको थिएँ बाल नदेन त कहाँ यार कहाँ त्यस्तरी हुन्छ हुँदैन हिजो बाजी लगाएको त तैँले हो नि त मैले नचाहँदा नचाह तँ आफै मेस्सीले जित्छ भनेर चम्केर बेट लगाएको होइन मलाई चाहियो खसी चाहियो अरू हेर्न कस्तो जिते हेर्नु त म जितेकै जस्तो जस्तो लागेकै छैन स्पेनले त्यत्तिकै लास्टमा त के गरेको त्यो त्यत्तिकै रेफ्रीको टाइम छोडेर के गरेर हावातामा जिते जस्तो लाग्छ होइन भाइ खसी के हो कस्तो खसी भनेको पक्न हुन्छ जितेन अरे नेमारको कि गेम हेर्न सिक्यो हिजो फाइनल ह स्पेनले जितिसक्यो त हेरेको नि त्यत्रो त नेमारको चिल्लो यार के भएको ए त रोनाल्डोको बानले मलाई यसो भन्ने अब यसलाई अति भएन तँलाई म एउटा अप्सन दिन्छु ल तेरो खसी चुकाउने म एउटा अप्सन दिन्छु कस्तो अप्सन हो कस्तो आइज तर म भिडौँ जसले जित्छ तैँले जितिस् भने म खसी नलिकन फर्किन्छु मैले जित्दा पनि दुईटा खसी लिएर फर्किन्छु भने मन्जुर छ दुईटाकै भनेको झन् खतरा अफर दिस् त ल म त रेडी हो नि आइज ल त चमेलीको पोइ हिजो के भनेको थिइस् हिजो त्यहाँ मेस्सीले त पुरा शुद्ध खेल्छ राम्रो खेल्छ जित्छ भन्दै थिइस् त त्यहाँ त्यहाँ देखिनस् मेरो टिमलाई 3 बल ड्याङ पछाडिने गरी तेरो मेस्सीले हानो देखिनस् त्यस्तोलाई उयो राम्रो भन्छ झ्याली खेल्दछ जितेको छ यहाँनिर चाहियो मलाई कस्तोको झ्याली खेलिरहेको छ त्यस्तो शुद्ध खेलिरहेको छ झ्याली खेल्नु कस्तो त देखिनस् त अर्जेन्टिनाले त मेस्सीले कस्तो दामी खेलेको थियो तितेहरूले अलिकति झ्याली खेलेर पो त जितेको हो त होइन ए तैँले तिते भनेको के त साँच्चीकै के गर्ने त भिड्न लागेको मेरो सामान दिन्छ नि तैँले बेट लाग्यो भनेको सर त म मान्छु मन्जुर छु लु आइज नि त लु आइज लु त्यसो भए भिडौँ दुईजना भिडौँ जसले जित्छ त्यसले खसी लान्छ ल आइज आइज भिड्ने नि त के त भिड्ने हो भिड्नु कर्ता पनि झ्याली होस् साले मलाई